कहाँको अब हामी यो टोलीहरू यो गतिको भएर हामी आज कहाँ गर्छौँ भने हेलो एभ्रिवान वेलकम टु आवर युट्युब च्यानल फेरि स्वागत गर्न चाहन्छु मेरो युट्युबमा मैले बाटोमा स्टार्ट गर्दैछु यति बेला अनि हाम्रो भिडियो मैले बाटोमा हेर्दा हेर्दा स्टार्ट गरेको छु हामी जाँदैछौँ कहाँ जाँदैछौँ के गर्दैछौँ हेर्नुभयो भने थाहा पाउनुहुन्छ अन्तिमसम्म हेर्नुभयो भने हेर्दै गर्नु होला आयुष भन्दै थियो ए आयुष हेर न कहिले आयुषलाई छोरा भनिदिन्छ छोरालाई आयुष भन्दैछ आयुष फेरि आयुष अरे छोरा तिमी कहाँ गएको के गर्नु त्यत्तिकै कोसँग तपाईहरुसँग मम्मी छ्यामा तुम्मा छ्यामा मामा भाइ दाजु हो अब हिँडेको टर्ने टाइम भयो अब खिच्छु ल म र सबै हेर्नु छ हेलो प्रिया वेलकम टु माई भिडियो मम्मी हेरेर भन्दैन हौ यता हाय एक लादिदियो भने त कराकुरुक हुन्छ त अलिक होसियारी हिँड न खुट्टाले मम्मी सुन्नु न अब हिँडेको टर्ने टाइम भयो खिच्छु ल अब हिँड्नु पाएको छैन उसलाई खाने किन्नु धवा परिसक्यो के भन्नु र भन्दैछु है छोरा धेरै प्रियाको 4 बजी आउनु छ अरे हामी हेर्दैछौँ यो बेला 2 बजी मेरो डाँडा पुग्यौँ हामी चाहिँ हिँड्दै साथीहरू हामी यो बेला तोक्ने तापले जुङको धुलो खाँदै तोक्ने डाँडातिर हजुर गाउँ जानु भएको हो म भिडियो अफ गर्नु नछिन के भनेको बिचमा कुरा नबिगार्नु अन्त यहाँ यत्रो धेरैको ग्याङमा कुरा बिगार्दै थियो नि हौ हाम्रो प्रियाले उसलाई साह्रो हुन्छ के गरौँ भन्छ हेलो आयुष हेलो हेलो सपोज ताप्लेजुङको तोक्मे बजार तोक्मे डाँडाको तोक्मे बजार धुलो बाइक छर्नु चाहिँ केही छैन तर जानु चाहिँ कहाँ गएको हो पनि यति बेला ओह धुलोले अझ रुगा लाग्छ अनि वा त्यो माथि चाहिँ कहाँ भनेको मलाई नै थाहा छैन त्यो ठाउँ कहाँ हो आयुष कति टाढा हो धेरै टाढा हो कहाँबाट गयौ कहिले गयौ साइड लाग गाडी यहाँ पुगेर गलेर बसेको ल बाटोमै बसेछु लु उल्सिहाल्ने बेला भयो गइहाल्नु धुलोले झन्डै मारेको त कस्तो राम्रो साइडमा हिँडेको हामी त हावा पनि छैन पानी पनि छैन राम्रो छ मौसम हामी मात्र के भनेको धेरैजना हुनुहुँदो रहेछ ताप्लेजुङको एकदम प्रसिद्ध ठाउँमा हामी जाँदैछौँ यति बेला भुइँको धुलोहरू पनि दल्नुपर्छ अझै फोहोरी सफा हुन्छ नि ओह भुतुकै गलेर हो यो उकालो ओह्रालो दिनै दिनमा एकचोटि हिँड्यो भने चाहिँ उयो भुँडीको मासु चाहिँ नि 1 केजी चाहिँ यहीँ बस्थ्यो होला यति हिँड्दा स्या
बसेर खाएको गाह्रो छ गाह्रो छ के भने देखाउनु ताप्लेजुङको बजार भनेर देखाउनु फोटो खिच्दिने मान्छे भएन फोनमा नै भयो असिन पसिन जे खाएन हो कि यात्रा था यहीँनिर गरौँ हौ यहीँ यो उता चौरमा भइहाल्छ है होइन वा यहाँनिर के वा आफ्नै फोनमा भन्दा छैन मेरो फोटो त खिचिदियो नि यसलाई कपालले पो चिक्रिका भएको थियो क्या नि कपालले त अनि त्यही भएर पो त सिलिम भइगयो मासु त छ नि भुँडीमा तर हामी चाहिँ गएको भिम्तुन हुनुहुन्छ दादा के लग्यो के गर्ने सबै नै देखाउँदिने जुम 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 यता त खासै राम्रो आउँदैन मामु हाम्रो उता अस्ति खिचेको थियो उहाँ त्यो पनि हो अनि खिचेको होइन तिमीहरू अब मलाई रोड लाग्यो भिडियोमा हेर्ने हुँदा धन्य आमा के कता हो कता नि अहिले बनाउँदैछ भनेको यो रहेछ नि त गर्दैछु हौ अगाडि देखा न उपर आयो अनि मेरो कुन हातले जुम तान्नु बनाउने हो क्या नि जस्तो छ है होइन आयो स्विमिङ पुल चाहिँ कहाँ हुन्छ हौ यस्तोमा के बनाएको यो फोटो खिच्ने ठाउँ होला नि जानु क्यामेरा मेन हुनु गाह्रो छ आँटी छ हाम्रो झोला चाहिँ हाम्रो झोलामा चाहिँ खानेकुरा के छ थाहा छैन त्यो भरे नै देख्न सक्नुहुन्छ तपाईँहरूले ऊ माथि आछि ए यो माथिको भाइरल चाहिँ उयो रहेछ नि नानी त्यो डाँडाको रहेछ भाइरलमा नि हामी अझै माथि जानुपर्छ नि दुःख देखिन्छ फाइनली हामी चाहिँ भाइरल आइपुग्यौँ भाइरल ठाउँ आइपुग्यौँ तपाईँ चाहिँ पुगिसक्नु भयो भाइरल चाहिँ माथि हो भयो सब त्यहाँ कसले जान्ला ल स्टप गर आइस भयो ल आइस तपाईँ बस्नु त यहाँ बस्छ अनि रिल्सको लागि यसरी घुमाउ
घुमाउ मात्रै न कसरी घुमाउनु न कसरी घुमाउनु माथि उठ्छ यता मम्मी देखे यता साथीहरू हाम्रो चाहिँ बल्ल बल्ल खाने बेला आएछ छोराहरू त भोकाइ भनेर लास्टमा हामी खाने चाहिँ यति छौँ प्रपोज भोक लागिरहेछ छोरा हेर नौ भोकले अनुहारै मजेस बाबु भोक लागिरहेछ छैन सपोज म त अघि खान्छु हुन्छ अब ल साथीहरू अब हामी खाने अब हामी यसरी खाँदैछौँ नानीहरू भोकायो एकदम धेरै अब यो खाने त्यस पछाडि जाने हामी हाम्रो काम छ वाउ कस्तो राम्रो सुस्लावाले बनाउनु भएको होइन राम्रो त बनाउनु जान्दिनँ है हो होममेड हो नि फेरि यो सब बाहिरदेखि लगे पनि होममेड छ ल यो पानीपुरी चाहिँ बनाउने बिमला अनि म चाहिँ भए खाने मात्रै हामी अरू चाहिँ सब खाने सुस्लावा पनि बनाउने बिमला पनि बनाउने अरू चाहिँ हामी सब खाने के नखाने के भयो किन नखाने मिठो छैन के हो सुक्रित एमोजाइस मलाई मात्रै दिन्छ खेतले त म अगाएको छु छिटो खाऊ न भनेको के चाहिँ किन हेर खुट्टाहरू हेर सबै लु खाउँ बिमला भयो अब खाएको चाहिँ ल साथीहरू हामी चाहिँ ताप्लेजुङको भाइरल ठाउँमा पनि आइपुगेर पनि खाजासाजा खाइ पनि सक्यौँ अनि आजको हाम्रो परिवार हाम्रो दिदी बहिनी भाइ अनि छोराहरू भएर चाहिँ आज हाम्रो दिन चाहिँ रमाइलो भयो अनि ताप्लेजुङको प्रसिद्ध ठाउँ अरे अहिलेको हामी पनि जाउँ न त भने हामी गएर पनि अब चाहिँ हामी यहाँबाट फर्किने बेला भइसक्यो साथीहरू अहिलेसम्म हेरिदिनु भयो अनि हाम्रो यो ताप्लेजुङको सुन्दर ठाउँमा चाहिँ ताप्लेजुङको अहिले प्रसिद्ध ठाउँमा चाहिँ हजुरहरू पनि म सँगसँगै अनि हाम्रो भिडियो सँगसँगै हजुरहरूले पनि हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद भन्दै आजको भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु बाई बाई एभ्रिवान।